उदयपुरगढी यहाँ चाहिँ एउटा किल्ला बनाएको छ। उदयपुरगढीको विषयमा ऐतिहासिक खोज अन्वेषण गरेर स्थानीय सरकारले किल्ला बनाएको छ। यो किल्लाको बाटो यो हो। यो पनि एउटा हेर्नको लागि पर्यटकीय स्थल बनेको छ। अहिले आएर हामीले इतिहासमा पढेको सुनेको र पछिल्लो पिँढीले जानेको चाहिँ गढी मात्रै हो। उदयपुरगढी गढी किन भयो, कसो भयो, के कारणले गढी हुन गयो, जस्तो हामी सुन्छौँ मकवानपुरगढी, सिन्धुलीगढी, चौदण्डीगढी, यस्तै किसिमको उदयपुरगढी। म अहिले उदयपुरगढीमा छु। गढीको पनि एउटा दुर्ग बनाएको छ, किल्ला, त्यसमा आइपुगेको छु। यो नाम किन गढी राखियो त? अन्त ठाउँमा चाहिँ किन गढी राखिँदैन त? यो पनि एउटा जान्नुपर्ने कौतुकको विषय छ। र हेरौँ यो गढी किन राखिएको रहेछ, यसमा के रहेछ, यो के हो त? यसरी हामी सरस्वती अध्ययन पनि गरौँ, जानकारी पनि लिउँ। यो स्थानीय सरकारले चाहिँ यो दुर्ग बनाएको छ एउटा। यहाँ चाहिँ स्पेसल किसिमको एउटा यो कन्स्ट्रक्सन गरेको छ। हेर्दाखेरि लाग्छ यो कुनै मल्लकालीन इतिहासको भग्नावशेष हो अथवा राणाकालीन, शाहकालीन, आजमा धेरै वर्ष पुरानो जस्तो लाग्छ। तर यो नयाँ भर्खरै केही वर्ष अगाडि, 1-2-4 वर्षभित्रमा चाहिँ तयार भएको चिज हो यो। यहाँ एउटा राजा सिर्फे हेर्दाखेरि अझ लाग्छ धेरै पुरानो राजा हुन्। यी कुनै धातु जडित छैन, खैटाकुदीको जस्तो सिर्फे छ, घोडामाथि सवार छन्। यी राजाको नाम हो उदयसेन। यिनै उदयसेनको नामबाट चाहिँ उदयपुरगढीको नाम रहन गयो र उदयपुर जिल्लाको नाम रहन गयो। यिनको दुर्ग यस्तो थियो भन्ने एउटा किसिमको यो हाम्रो स्थानीय सरकारले अध्ययन गरेर दुर्ग बनाएको छ। यसरी चाहिँ एउटा हेर्दा साह्रै सुन्दर पर्यटकीय मनमोहक केन्द्र जस्तो लाग्छ यो दुर्ग, यो किल्ला अब कस्तो छ त? एकचोटि हामी भित्र गएर अध्ययन गरौँ। यहाँ फलापको राखिएको रहेछ। यस बिचमा चाहिँ डिल हिँड्न मिल्ने, बिचमा खाल्टो जहाँ चाहिँ पानी भरियो भने यो नागेर माथि चढ्न नसकिने यो खालको स्ट्रक्चर देखियो। त्यसपछि भित्र छिरौँ। यहाँ देवीको मन्दिर राखिएको रहेछ। यस्तो खाली ठाउँ, सफा खाली ठाउँ। यसरी यो दुर्ग, यहाँबाट चाहिँ के हुन्छ भने सेनाले यहाँ बसेर चाहिँ हतियार बाहिर ताक्ने हो। सिस्टममा चाहिँ त्यो हो। यस्तो खाली त्यसै किसिमको सबैतिर यो चाहिँ चारै दिशामा यो रहेछ। यो किसिमले बनाइएको रहेछ। यो झन्डोत्तोलन नेपाली सेनाले चाहिँ यहाँ झन्डा राख्ने, झिक्ने गर्ने गरेको छ। यो चाहिँ अब हावा धेरै चल्ने भएको हुनाले अहिले यो झन्डा चाहिँ च्यातिसकेको अवस्था रहेछ। 2080मा नेपाली सेनाले चाहिँ यो झन्डा राखेको देखियो। यसरी उदयपुरगढीमा रहेको यो अद्वितीय कलाकृतिको नमुना टुरिज्मको लागि एकचोटि हेर्न आउनु पर्ने ठाउँ चाहिँ हो यो। उदयपुरगढीको इतिहास सेन वंशसँग जोडिन्छ। पालपाली राज्य विस्तारको अभियानमा मकवानपुर कब्जा गरिसकेपछि मकवानपुरमा एउटा सेन राज्यको स्थापना भयो। ती मकवानपुर वंशीय सेन राज्यहरूको छोराहरूलाई दिने सम्बन्धमा, राज्य दिने सम्बन्धमा उनीहरूले उदयपुरगढीमा कब्जा गर्ने गरी एउटा टोली पठाए। त्यसले चाहिँ उदयपुरगढीमा कब्जा गर्यो। कब्जा गरेपछि उदयसेनले आफ्नो शासनकाल, यो पालपाली राज्य विस्तारको क्रममा जब उनीहरू मकवानपुर आए, मकवानपुरको चाहिँ तेस्रो पुस्ता, मकवानपुरमा उनीहरूले राज्य सञ्चालन गरेपछिको तेस्रो पुस्तामा उनीहरू यहाँ आए। यहाँ आएपछि उदयसेनले यहाँ राज्य गरे। उदयसेनको समयभित्रै यसको पूर्वी सीमा चाहिँ टिस्टासम्म पुगेको ऐतिहासिक विवरणहरू भेटिन्छ। यद्यपि त्यसका धेरै कुराहरू ऐतिहासिक विवरणहरू पुष्टि हुन बाँकी छ। सेन वंशको वंशावली र सेन वंशको इतिहासको आधारमा हेर्दाखेरि उदयसेनले यहाँ जम्मा
30 देखि 35 वर्ष शासन गरेको पाइन्छ। त्यो बेलामा चाहिँ उनले पूर्व क्षेत्रका विभिन्न क्षेत्रहरूमा चाहिँ आफ्ना प्रशासनिक केन्द्रहरू स्थापना गरेका थिए। त्यसमध्ये एउटा चौदण्डी, विजयपुर र अहिलेको भारतमा पर्ने दार्जिलिङ र ती चाहिँ आसामको बिचमा 2वटा केन्द्र रहेर जम्मा पूर्वतिर 5वटा केन्द्रमा चाहिँ सेन वंशको आधिपत्य जमाए र उनी उदय सेनको नामबाट उदयपुर गढीको नामाकरण भएको पाइन्छ इतिहासमा। तपाईँहरू यहाँ आउनु भएको रहेछ, के देख्नलाई आउनुभयो भाइहरू? कस्तो विशेष यसो घुमघामको लागि चाहिँ होइन, एकदम पर्यटकीय ठाउँ होइन उदयपुर गढी। तपाईँहरू घर चाहिँ कहाँ नि? हाम्रो यता ताप्लीतिर हो। ताप्ली, ए भनेपछि चिसापानी ताप्ली माथि। हजुर, चिसापानी यता पर्यो, हाम्रो ताप्ली नजिक पर्छ। नजिक पर्छ। ए अब यहाँ चाहिँ के को लागि यही हेर्न आउनु भएको त होइन होला? कसो हो? आज एक्जामहरू हाम्रो 12 ए 12 को चलिरहेको छ एक्जाम होइन? ए त्यो सकेपछि यहाँ आएर घुमफिर रमाइलो गर्दै हुन्छ। यसले गर्नुपर्छ, खुसी लाग्यो ल है त। यहाँ भित्र चाहिँ के छ तपाईँले के देख्नु? ए खाली ठाउँ रहेछ यहाँ चाहिँ। ए ल, यो चाहिँ एउटा अलौकिक अद्वितीय नमुना रहेछ यहाँको, साँच्चीकै हेर्न लायक हो। ठ्याक्कै यहाँबाट चाहिँ के पनि देखियो झन्डा सँगसँगै भने मुन हेर्नु न, मजाले चन्द्रमा पनि देखियो। स्थानीय समाजसेवी मित्र बोध कुमार घिमिरेजीले यो ऐतिहासिक विषयमा प्रकाश पार्नुभयो। 1300 देखि 1500 शताब्दीको बिचको यो रहेछ, इतिहास रहेछ, जुन चाहिँ हाम्रो नेपालको इतिहास चाहिँ खासै गरी लेख्ने चलन रहन्छ। केही पनि छैन प्रमाणहरू र शोधकर्ताहरूले खोज गरेर पत्ता लगाएका कुराहरू यिनीहरू। र जस्तो हाम्रो केही इतिहास हेर्नुपर्छ भने बेलायतको उसमा लाइब्रेरी जानुपर्छ, म्युजियममा जानुपर्छ। हाम्रो सबै कुरा लेखिएका हुन्छन्। जस्तो बलभद्र कुँवर भने को हो भन्ने कुरा चाहिँ हामीले बेलायतको इतिहासबाट थाहा पाएका हौँ। जस्तो बलभद्र कुँवरको बारेमा पश्चिम किल्ला काँगडातिर जुन लेखिएका थिए तिनीहरूबाट थाहा पाएको हामीले। त्यसैले हाम्रो इतिहास चाहिँ साँच्चीकै लुकेको छ। अब चाहिँ हामीले इतिहास बनाउनुपर्छ, इतिहास संरक्षण गर्नुपर्छ, इतिहासलाई जगेर्ना गर्नुपर्छ भन्ने सोच अनुसार अहिले स्थानीय सरकारहरूले, स्थानीय विज्ञहरूले र विज्ञहरूको राय सल्लाह अनुसार यो निर्माण कार्य भइरहेको पाइयो। खुसी लागेको छ। हजुर नमस्कार, म कुमार अधिकारी, उदयपुर गढी गाउँपालिका वडा नम्बर 5 को वडा अध्यक्ष। मेरो अहिले यो दोस्रो कार्यकाल पनि हो। खास गरी यो उदयपुर गढी गाउँपालिका वडा नम्बर 5 अवस्थित यो पुरानो गढीमा चाहिँ राजा उदयचन्द्र सेन वंशी राजाले राजाको दरबार भनेर यहाँ थोरै सानातिना भग्नावशेषहरू चाहिँ उपलब्ध थिए। इँटाहरूका टुक्रा भेटिएको थियो र राज्यको पर्यटकीय बोर्ड अन्तर्गत यो पनि हाम्रो 100वटा गन्तव्य स्थानमा पर्न सफल भएछ। त्यसकारणले देशभरिका गढी किल्लाहरू र धेरै ठाउँमा अध्ययन गऱ्यौँ। यसलाई कसरी निर्माण गर्ने, कसरी बनाउने भनेर सबैतिर मकवानपुर गढी लगायत हामी धेरै ठाउँमा यी किल्लाहरूमा हामी अध्यक्षज्यू र म धेरै ठाउँमा अध्ययन गऱ्यौँ। त्यही अनुरूप हामीले निर्माण गऱ्यौँ। आज यतिको बनाएको छौँ। यो पनि फेरि पनि काम कर्मागत छ, हामीले काम सकेका छैनौँ। पुरानो इतिहासलाई जगेडा गरेर ढुङ्गा काटेर हामीले यहाँसम्म ल्याइपुरेका छौँ। पहिलेको पुरानो भग्नावशेष चाहिँ यता टुक्रा इँटाका टुक्रा चाहिँ थिए, त्यहाँभन्दा बाँकी चाहिँ मैले देख्न पाइनँ। यो चाहिँ अहिले हाम्रो उदयपुर गढी गाउँपालिकाको केही लगानी र पर्यटकीय बोर्डको लगानीमा यो हामीले चाहिँ समथिङ अहिलेसम्म 3.5 करोड यो चाहिँ पुरातत्व विभागबाटै गरेर उहाँबाट। मेन पावरहरू चाहिँ कहाँबाट कसरी लिएर आयो? हामीले मेन पावर चाहिँ यो ठेका कन्स्ट्रक्सन चाहिँ यहाँ सिन्धुलीको के कन्स्ट्रक्सन हो उहाँले पार्नु भएको थियो र डिजाइन चाहिँ हाम्रो बोध कुमार घिमिरेजी पनि हुनुहुन्छ, यसको क्यारे यसो गर्नुपर्छ भनेर उहाँलाई पनि लिएर गयौँ। हामीले धेरै ठाउँमा अध्ययन अवलोकन गरेर हेरेर यसलाई यो भूगोल अनुसार यो यसरी निर्माण गर्दा चाहिँ सही हुन्छ भन्ने उद्देश्यले हामीले निर्माण सुरु गरे हो। सेन वंशी राजा उदयचन्द्र सेनले नै राज्य गरेको थियो भन्ने किंवदन्तीकै आधारमा यो उदयपुर जिल्लाकै नाम उदयपुर रहन गएको हो।
र यो अहिले जुन संरचना बनिरहेको यो किल्ला छ यो धेरै समयसम्म ओझेलमा रहेको थियो। खास गरेर 2075 सालतिर नेपाल सरकार नेपाली सेनाले यो पुराना गढी र किल्लाहरूको खोजी गर्ने त्यसको संरक्षण गर्ने अभियान अन्तर्गत यो ठाउँमा पहिलो पटक झण्डोत्तोलन गर्ने कार्यक्रम भएको थियो। त्यसमा हामी सबै सरकारवालाहरूको उपस्थिति थियो। त्यसपछि यसको जीर्णोद्धारको काम सुरु भयो र पछि हामीले पर्यटन विकास बोर्डमा प्रस्तावना पेश गरेर यसको एउटा मास्टर प्लान बनाएर प्रस्तावना पेश गरेपछि त्यहाँबाट केही बजेट सपोर्ट भयो र स्थानीय सरकार, पर्यटन विकास बोर्ड र अहिले पछिल्लो चरणमा चाहिँ प्रदेश सरकारको पनि केही लगानी यहाँ रहेको छ र त्यसरी हामीले यो ठाउँको यो किल्लाको चाहिँ लगानी चाहिँ कति जति लाग्यो होला? अहिलेसम्म करिब 4 करोड रुपियाँ चाहिँ यहाँ लगानी भएको छ। विषम 1382 र 1576 को ताका चाहिँ एकिन डेट फिक्स रहेछ। 1382 देखि 1576 को बीचमा चाहिँ यो उदयचन्द्र सेनको यहाँ चाहिँ राज सिंहासन राजगद्दी थियो, एउटा उनले शासन गर्थे भन्ने देखियो।